सबैको ध्यान त मधेस सुनसरीमै छ। हुने पनि भयो, किनभने कुनै पनि विभाजन, विखण्डन, आत्मदाह, आत्महत्या अथवा जेसुकै होस्, त्यसलाई सुरुवात गराउन चाहिँ घृणा भइ पुग्छ। हाम्रा जिम्मेवार मान्छेहरूले लेखेका स्ट्याटस, गरेका क्याम्पेनिङ, खराब मान्छेहरूलाई गरेका सोलिडारिटी यी काफी छन्। तर मेलमिलाप र सद्भाव कायम गर्नको लागि प्रेम चाहिन्छ, विश्वास चाहिन्छ। आज त्यो खड्केको छ। यही विश्वास खड्केको कारणले नै हामी धेरै ठुलो समस्यामा परिरहेछौँ। आज मान्य यङ मन्त्रीजी हुनुहुन्छ यहाँ, हिजो उहाँहरूले लेखेका स्ट्याटसहरू, उहाँहरूले दिएका सोलिडारिटीहरू हामीले आज सोसल मिडिया, भर्चुअल प्लेटफर्ममा बेग्गल्ती आउँछन् नि, अनि यो बढोत्तरी चाहिँ यो मभन्दा पछाडिको जेनेरेसनले गरे रहेछ कि जस्तो पनि लाग्दैछ। घृणा फैलाउन सजिलो छ र यो मूलतः यो सरकार घृणा, द्वेष, भर्सना, विध्वंस, आगजनी र यस्तो आगजनीलाई सोही थियो भन्ने कुरा स्थापित गर्दै आएको। मान्य मन्त्रीज्यू, आई एम भेरी सरी टु से, होइन, मलाई यति दुःखका साथ भन्छु, तपाईँहरू त्यसरी आउनुभयो। गोविन्द केसीको आन्दोलन र त्यसको सोलिडारिटी कर्ता पनि तपाईँ हो। आज मेडिकल शिक्षा कहाँ पुर्याउनु भयो? यस्ता यस्ता थुप्रै कथा जोडिँदै जालान् र सुनसरी यस्तै कुरा हो। र यो संघीयता आउने बेला अगाडि पनि यस्तै चिज थियो। मैले मभन्दा अगाडि प्रवक्ता मान्य उर्मिला अर्याल दिदी बोलेर जानुभयो। मान्य उर्मिला अर्यालको 7 पुस्ताको परिवार पहाडिया मान्ने न्यारेटिभ बनाइयो। कृष्ण प्रसाद कोइरालाको 7 पुस्ताको परिवारलाई विराटनगरमा पहाडिया बनाइयो र पारीतिरबाट तिरौतबाट बिहे गरेर आएकी एकजना बुहारीलाई यहाँ धरतीपुत्रीको मानक बनाइयो र पहाडे र मधेसियाको विभाजन त्यसरी सुरु गरिएको थियो। जातिको पनि त्यसरी सुरु गरिएको थियो, धर्मको पनि त्यसरी सुरु गरिएको थियो। र यसलाई हामीले यो संविधानमा यी हाम्रा तमाम असन्तुष्टि र अपमानहरूलाई, हाम्रा असमझदारीहरूलाई यो संविधानमा संघीयता कार्यान्वयन सँगसँगै लिपिबद्ध गरे हो। यो संघीयतामा कोही पनि विज्ञ आएर, लबीकर्ता आएर यो चाहियो त्यो चाहियो भनेर हामीलाई यो गदागुजुङ नगरे पनि हुन्छ। यो संघीयता हाम्रो विशिष्ट परिस्थितिमा आएको, हाम्रो विशिष्टतामा आएको। यो हामी थुप्रै देशहरू सँगै जान नसकेर संघीयतामा अल्झेर एकदम होल्डिङ टुगेदर भएको होइन। हामी एकात्मक शासन प्रणाली संघात्मकमा गएको। हामीले के हो भने डेलिभरी र फङ्सनलाई हामीले विकेन्द्रित गरे हो। यति मात्रै कुरा बुझ्नु पर्यो। तर यो कुरा अहिले त्यति राम्रो भएन, किनकि हामीलाई लबीकर्ताहरूले आज पनि यसै गरी दिग्भ्रमित पारिरहेका छन्। त्यसकारण म अगाडिको कुरा र यो खास गरी सुनसरी घटनाका ओम प्रकाश र जय प्रसाद जो होनहारी बाबुले जीवन गुमाउनु भएको छ उहाँप्रति, र गणेशजी जो गोलबजार सिराहाको गोलबजारमा ज्यान गुमाउनु भयो, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु र उहाँहरूको शोकाकुल परिवारजन र आफन्तमा गहिरो संवेदना व्यक्त गर्न चाहन्छु र दुःख व्यक्त गर्न चाहन्छु। देश टुक्राउने, विभाजन गर्ने, काटमार गर्ने, छिमेकीको घर आगो लाउने, यो जम्मै गर्न घृणा फैलाए हुन्छ। तर मिलेर बस्नको लागि प्रेम चाहिन्छ, जो हिजो थियो हाम्रो समाजमा, त्यसको खोजी गरौँ। यो मैले यतापट्टि कुरो गरेँ र मेरो आफ्नो प्रादेशिक कुरामा के भन्छु भने, म लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छु र मैले आज धेरै कन्सल्ट पनि गरेँ। लुम्बिनी प्रदेशमा धेरै जसो मान्छेहरूलाई, हाम्रा विज्ञहरूका लबीकर्ताहरूले संघीयताको बारेमा कन्फ्युज बनाइरहेका रहेछन् र हामी फलानुलाई लेखेर दिएका छौँ, त्यही कुरा तपाईँहरूले भनिदिनुहोस् भन्ने खालको कुरा छ। त्यसकारण यो जनताको अपार जनमतबाट आएको सरकारलाई यो प्रादेशिक समयमा बोल्दै गर्दा म के भन्छु भने, संघीयताको कार्यान्वयनको लागि हामीले के फङ्सन तल पठाएका छौँ, फन्ड कति पठाएका छौँ, त्यसको आधारमा हाम्रो फङ्सनरीलाई डेलिभर गर्ने कुरामा पहिले हाम्रा केही त्रुटिहरू भएका छन्, त्यसलाई कानुन ल्याएर करेक्सन गर्न आवश्यक छ। र स्थानीय तहको वडा डेलिभरीको सबैभन्दा ठुलो महत्त्वपूर्ण पोइन्ट हो। शून्य घर परिस्थिति वडा भनेर सगर्व हामीले आज गाउँमा जाँदा देख्छौँ कि आज स्थानीय तहको स्वास्थ्यमा यति ठुलो डिपास्चर छ। सबै कुरा स्थानीय तहमा, शिक्षा, स्वास्थ्य सबै चिजहरू पुगेको छ। तर काम गर्ने सन्दर्भमा सङ्घ र स्थानीय तहको बिचमा के ग्यापहरू देखिन्छ, किनभने केन्द्रबाट दरबन्दी सिर्जना पनि गर्दैन। यो फन्टु च्यानल रामेछाप जनताको आवाज।